कार्य अब कार्य आज आज द्वादशीको दिन परेको छ त्यो द्वादशी दिनमा तपाईँले आह्वान गरेको छ मेरो कर्मकाण्ड गरिदिनु पर्यो हस् गरियो कर्मकाण्ड छोराले लिएला मलाई नगरोस् सोलग्ने सोमवर्तम यथाशक्य अब हाम्रो कार्य वर्तमान गर्ने वर्तमान भनेको वर्तमान गुवाको बाबा पाँच ठाउँमा आएको जस्तो ओम भक्त्याम दान बस्यामि गुरुनाथम पाँच ठाउँमा हाल्नुहोस् पाँच ठाउँमा तल मामाहरूले खाला सयबरी खाला सोधेर आउँछ जस्तो पार्ने यो नानीले एउटा तपाईँ ओम श्री भगवान यथा शक्य पदनाय गुरुपद्रासने आसनम प्रतिष्ठिताम भगवानम यथा शक्य ओम स्वस्ति ओमताम स्वस्ति प्रतिष्ठित स्वस्ति त्यहाँ राखिदिनु अक्षताले लिनु ओम भक्त्याम दानवस्यामि ओम गुरुनाथम प्रसिद्ध यथा शक्य परिवासन स्वस्ति यथा कार्य द्वादशी दिने ज्येष्ठ सुपुत्र यस्तो विभिन्न नाम होइन सोलग्ने सोमवर्तम गुरुपद्रास आदि वाक्यद्वारा वस्तु शान्तिको प्रदेश यथा शक्य पदनायो गुरुभद्रासन आसन प्रतिष्ठितां भगवान् काशक्ति पुरायो गुरुभद्रासन त्यहाँनिर माजम यो सुनको प्रतिमा यसरी माजम बाँधिदिनुहोस् यहाँनिर माजामा कता राम्रोसँग नाचेर यो नचुनुहोस् क्या कहाँनिर हो त्यो माजामा पारेर बानिसक्यो हात यसो राखिसक्नुहोस् यहाँ दुइटै यो के नाम यसको नामिने शुभ लग्ने सोमवर्तम कार्य सुसम्पन्न गुरुपद्रास आदि वाक्यद्वारा सोपिता बाबु नाम के आमाको नाम के दादा नाम शुभ लग्ने सोमवर्तम वर्तमान कार्य द्वादशी दिने यथाशक्य मातुल भित्र भयो नाम लिने यथार्थ पूजन आयो समस्त पूजन परिणामले हात छोडिदिनुहोस् ल राम्रो काम गर्नु एउटा लिएर आउनुपर्छ आफूलाई त्यो हुनुपर्छ के हो भन्ने कुरा संसारमा के हो भने सबै के हो त्यो कुरो हुँदै होइन के हो हो त तपाईँले राम्रो चाहिने काममा तपाईँले सम्मिलित हुने एउटा मौका पनि राम्रो काम खुसीको कुरा छ तपाईँलाई धन्यवाद दिएर आज म यो काम सुसम्पन्न गर्न लागेको छु है तपाईँले यो बाटो पर्ने अघि गरेको हुन्थ्यो आमाजीले चाहियो हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो धर्म संस्कृति सबै त्यसैमा छ त्यस कारणले त्यो गर्नु पनि आमा चाहिने अर्थ पनि यही हो कुरा बुझ्नु र त्यही हो कुरो गुरुभद्रासन आसनम प्रतिष्ठितां रविनाथं लग्ने सोमवर्तम यथाशक्य गुरुभद्राचार्यस्य सङ्कल्पनियम राखेको ओम ईश्वर जी ईश्वर ओम
भगवान् सोची देवा सुकान सोची राख्नु दे मन आसनम गति चिताम त्यो असकाली काली का ओम भगवान अनि ट्याग ओम भगवान नमः सत्य पुदनायु उपद्रासन यो उपद्रासन आसन म्यान चिताम क्रममा टिकाइ ओम चन्द्रम सन्दमनि विदम पवित्रम महापरात्रम दादा एउटा दिनुस् त ओम धर्म ओम सम्बुद्धि खुसी लाग्यो अलिकता खान दिए नि ओम जगाछ ओम ऋषि पट्टोको छु ओम मित्र आदि आमा भरत पोषा असित फुल्दिनुस् त ल अब उठिले जा प्रथम प्रदाता श्री गणपति नमस्ते हेरु को समय नमोकार हेरु काल में परम प्राणकार ब्रह्मादि अंतर शांति विशेष को निवासी तो पिता नभा सत्य सब देवता पूजन आयो नमस्ते पुरम परम नमस्ते शांति कार पादा अर्गन तथा ओम नमो संस्कृति ओम भगवान ईश्वरी ईश्वरावस्तु ओम शांति ओम भगवान शब्द दिएर त्यो अब बस पार्नु यहाँ अलि च्याप पार्नु अलि भिजाउने हो त्यो अलि हातले छ्याप पारेन हो त्यो अलि तल लुगा भिजिहाल्यो हो ओम शान्ति स्वस्ति गरेर ओम स्वस्ति राम स्वस्ति देवा स्वस्ति अलिअलि हो स्वस्ति सुस्त नाट्य ओम स्वस्ति राम स्वस्ति देवा स्वस्ति रातो देव भगवान खानम ऐश्वर्य ईश्वराम रस्तु ओम भक्ति गुरु नानक ए यता आज भइदियो त भयो छाडा पेटिसके मान्छेको त्यो प्रतिमा पारेर हालिदिएको भयो हात त्यो छ्यापछ्यापले पारिदियो हालिदिएछ के नाम हो ल ओम शान्ति भोग्दैलाई के अरे मागो भोग ल उठाइ आसनम प्रतिष्ठाम ओम भगवान भयो ओम स्वस्ति भयो आउँछ ए बाबु भयो भने स्वस्ति राख्छौ त्यहीबाट यथाशक्ति गुरुबाट आसन आसनम प्रतिष्ठाम लो लो नानी ओम शान्ति स्वस्ति नमो श्री महाकारकाय पारागम विदित सम ओम शान्ति स्वस्ति शोभ मन्दकाज द्वादशी दिन यथा गुरुबाट आदि भाग्यद्वारा स्वास्थ्य दीर्घायु मङ्गलमय कामना सहित मन्दकाज ओम शान्ति स्वस्ति ओम शान्ति स्वस्ति उसलाई दिनु वचन दिनुहोस् भनेको कुरा बुझ्दैन अब काटे पनि भयो अब त्यो अब त्यहाँ थाप्ने साँची बस्ने काम गर्नुपर्छ ए बाबु यो पनि फोटो लिँदैन सबै आउने गरेर फोटो खिच्ने नि नारायण घाटीमा लगेर कुर्सी ल्याइदिनु त त्यहाँ बस्न अलि भिजाइदियो भने अलि राम्रो खाले बिलेट ल्याउनु पर्छ नि मलाई भनेर ल्याइदिन्थ्यो नि मैले 500 तल त्यही झुन्ना छ होला नि अघिले पनि के डढे थियो त्यही बिग लाग्यो सफा छ नि हाल्ने सधैँ हाल्ने बेला
एन्टिना राखिदिनुहोस् बोल टाउको नहल्ला त्यो राम्रो प्लेट लिएको राम्रो फोटो लिएको होइन ओरिजिनल फोटो पनि खिचेको क्यामेरामा आउनु पर्यो पहिलो लुगा ल्याब पनि खिच्ने हो प्लेट राम्रो होस् बरु खराब आओस् अरू ढिलै होस् खराब आओस् हो यताबाट यो अगाडि हो के छ के होला नि छैन र एकैछिन लाउने केही पनि हुन्न लाइराख्नु पर्दैन नि त सबै लाउनु पर्यो लगाइदिनुहोस् ल कति पकाउनु पर्यो र मारु त्यो बत्रमा राख्दिनु आधार जोगी भइछ रुमाल रुमाल होला त्यही हाले हुन्छ नि त भयो भयो भावनासम्म गराइदिएको खै फोटो खिचेकै रहन्छ अझै फोटो खिच्दा नि ल अब तल सबै तल ल भगाउने अनि भिक्षा दान बाहिर जानुपर्छ भएकै भयो एकैछिन त हो नि अब पोल्टी छ नि हो त्यसमा टाप भनेको हो एकछिन के हुन्छ एकछिन हाम्रो जुन के हुन्छ र त्यो एकछिन त हो नि भेनाजले भेनालाई पनि बोलाउनु भेनाजहरु सबै आइदिनु छ समातिर आमाले भ्यानलाई सिकाइदिनु बाबुलाई जाडो कसैलाई सिकाइछ भन्नु जाडो
ल्याएर बस्ने होला सोफा मिलेर पिनु अघि नानीको कपडा सिलाएको खै अब सोकन्दिरा दिने कागजहरू यता जम्मा गर है त्यो बाहिर मागे त्यो एउटा नाम होला खाना पर्छ अघि हामीले अगाडि छिराएर लुस बिचरा खानै पर्दैन मिलो खोलाको जल अब म त हिँसा टाल दही यति चुहाइदिनु भइहाल्यो नि दही छ नि त्यसमा दही यसो यसो गरिदिएछ आइलामा होइन म त हिँ खाना अघि दिन्छु खैला बेला तपाईँले गरे भइहाल्यो मिठाई बाउलाई माथि अन्डा राख अन्डामा यति दही चुहाइदियो कि अनि ऊ राख पैसा होइन दही 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 ढाँदो खै हो सिर्के पनि पैसा छ कि बाबा कलको पानी रक्सीको सबै नै भयो है यो पहिला त देउतालाई एउटाले खानुहुन्न के अरे एउटाले खानुहुन्छ मान्नुहुन्छ अब आजबाट आमा बालाई फुल दियो भने खुट्टा ढोक्न पर्छ ठिकै लाग्छ नि भाउजू बाबु तिम्रो बिचमा राख न लुगाहरू जति हुन्छ काम नगर पल्टने गएको लुगा ल्याएर जानुपर्छ भोलि मन्दिर पक्के सपो प्याकेमा हो मन्दिर जानुपर्छ कि नि पर्छ त लुगा लाउनु भएको पहिले त लुगा नलाइकन जाने त केही प्यालो लाएर जानुपर्छ यो तिमी र म जाने होइन बा होइन अन्डा खाऊ होइन के हजुर किन पहिला मैले दिने गरे के नानीलाई दिन फेरि सोच्न हातले
ल बा ल आज माछा मान्छे पच्यो बस्दै ल बा सोन बाबु ए नानी ल ल खानु ल ऊ आउने गेस्टहरूलाई खुवाइदियो हुन्न र हुन्छ हुन्छ टमाटर खाइदेऊ बाबु यदि खाएर टाउको राखेको ठाउँ सबैले दिइहाल्छ नि किन भएछ के हो नि सुरुवात गुवाबाटै हुन्छ ल गुवाले बिगाइदिनु पर्यो सुरुमा लिनु होइन लिनुहोस् लिनुहोस् यतै जा यता खान्छन् कि यतै यता अलिक पानी सानी के छैन त्यहाँ जुठो ग्लासहरू तल लैदै माझ्नुलाई पहिलो लट फर्स्ट राउन्ड यसरी राखे जानिस होइन नपकाइकन होइन क्या सबलाई राजदालाई दिन्छ हजुर मम्मीले दिए अनि जाने है अब मैले बुझ्नु अनि खादा भ्याइयो चुप भएर त उठ्याएर न उठ्याएर न अनि जाने के गर्नु लाग्छ अभिना पहिला दिनु के र अहिले भुक बनाउनु मम्मीले त्यसरी दिन्छ उठाको भ्याइयो मम्मीले त्यहाँ गरौँ अझै छैन बाबु त्यहाँ
राधा सोचमा गर्नु हेर न मम्मीले के गर्नुभएको मम्मी फलफुली राख्नु छोड्नु पर्दैन टिका लान जानु न टिका लगाइदिए मात्रै हुन्छ भात दिनुहोस् अङ्कलले त के गर्नु टिका मात्र लगाइदिनु भयो हुन्छ हेरिदिनु बाबु खुसी यहाँ चाहिँ यहाँ कसको खै बाले पता अङ्कल भन्नु अरे एउटा अङ्कल भन्नु अरे बाले कसको लिएर आउनुभयो
ठिकै भयो एउटा प्लास्टिक गाडी लिएर कस्तो होला अब एकछिन ब्रेक अब एकछिन निकाल यहाँ भित्रै बिजी हो क्या ग्यास होला के हो यार तिमी पनि हो क्या घरमा बोलाएको तल गएको नि अघि नैको त खिचेँ क्या मैले जानुभयो त्यहाँ जानुभयो हुन्थ्यो म त एकछिन यहाँ बस्दैछ
Thầy bà cũng có tay rồi.
Uncle mau siang. अहिले जाम लाग्यो भने तपाईँ हामी जाम भाइ थियो भाइलाई पढाएको भाइ हाम्रो माया गर्नुहुन्छ यति खाएको यता हेरेर आऊ दिन भने
सेतेलाई